ल केटाहरु रेडी भयो रे। आज चाहिँ हाम्रो प्लान अनुसार सबै 8 जना एउटै लुगा लगाएर जाने प्लान थियो। हेरौँ अब हामी अहिले कति बज्यो? अब हामी जाँदै छौं। यहाँ फोटोग्राफी हान्दै बसिरहेका रहेछन् केटाहरु। ल ओइ ल अब लाग्नु पर्छ है। सबजना एउटै लुगामा ल म पनि फोटो खिच्नु पर्यो नि त। भयो झपक्क साँझमा भने चाहिँ गाइज हामी अब झपक्क साँझ परेर झपक्क बिहान भएर अब हामी ट्याक्क गएछौँ। हाम्रो फेरि जेन्जीको पार्टीहरू यहाँ छन्। ल केही भन्नु छ जेन्जीहरूलाई? हामी यहाँ कफी खान हैन के खान रे? अब हामी यहाँ कफी लिएर हामी यहाँबाट फेरि फुट त हिँडिहाल्छौँ। लेट्स सी यहाँको सेफ अथवा बारिस कति फास्छ भन्ने कुरा हो। एकदमै स्ट्रेट छ र घाम बिहान छ बजेको घाम यस्तो छ। ए पेट्रोल हाल्नु परेन हो? पेट्रोल त पर्यो। गफमा हामीले पेट्रोल हाल्नै बिर्सेछौँ। पेट्रोल हेर्ने त पेट्रोल त हाल्नै पर्यो नि। अब त कति किलोमिटरसम्म त्यो म्यापमा हेर्यो। हामीले पेट्रोल हाल्न बिर्सेछौँ र फेरि यु टर्न लिएर हामी पेट्रोलको खोजीमा हिँडिरहेको छौँ। अब हाम्रो ट्रिप के भन्छ अरे एडभेन्चर भइरहेछ। पेट्रोल स्टेसन कति बजीसम्म खुल्ने हो हेर्न बाँकी छ। अलिकति ब्याक टु रिभर्समा जाउँ। हामी अघि पनि आइसकेको थियौँ यो पुलमा होइन, तर फेरि आयौँ। हामी तेल हालेर अब गाडीमा फुल ट्याङ्क गराएर 584 किलोमिटरको रेन्ज थपेर प्लस यो चार्जर पोर्ट किनेर फुल्ली लोडेड भएर पानी पनि किनेर हामी गयौँ। अब रातो माटो सुरु हुन्छ चाँडै नै। रातो माटो होइन यो भजन भएर मैले नगर्न खोजेको होइन। अस्ट्रेलियाको वान अफ द लङ्गेस्ट रोड हामीले स्टार्ट गरेको अराउन्ड आधी घन्टा भयो। यसले चाहिँ 460 किलोमिटर चाहिँ स्ट्रेट जाने भनिरहेछ। अब नेक्स्ट टर्न चाहिँ अराउन्ड 425 किलोमिटरमा छ भनेपछि हामी यही बाटो गएको गए। अब 4 चाहिँ लगभग 4.5 घन्टा हामी यो बाटो गएको गएछौँ है गाइस। र यसमा के छ के भनाइ छ हाम्रो केटाहरूको के छ? 425 किलोमिटर सिधा भनेपछि अब यहाँ चाहिँ यो ड्राइभरलाई चाहिँ हामीले चाहिँ अब होइन यो एउटा पुरै योजना बनाएर कसरी हुन्छ ननिदाउने फोकस गराउनु पर्यो ड्राइभरलाई होइन। ड्राइभरलाई मनोरञ्जन गराएर हुन्छ कि इन्टरटेनमेन्ट गराएर हुन्छ कि होइन विवेकले नाचेर हुन्छ कि हामीले चाहिँ त्यो एउटा योजना प्रस्तुत गर्नु पर्यो होइन। यो त प्रचण्डको पारा भयो त। मेरो धारणा चाहिँ के छ अब दुबई किङ भनी बोलाको मैले तिम्रो घर क्या हो भन सुन घर क्या हो भन किन फर्किन्छ भइचाहिने हो भनी बोलाको मैले तिम्रो घर के हो भन सुन घर क्या हो भन फर्किन्छ भइचाहिने हो।
जाने भएको केलाई हो मायाको ठाउँ नबिरानो ठाउँ बिरतिरै सम्झोरे ठाउँ मायाको ठाउँ नबिरानो ठाउँ बिरतिरै सम्झोरे ठाउँ तिमी पनि आए हो लगभग हामी हिँडेको अराउन्ड आधी घन्टा प्लस भयो यो बाटोमा न एउटा गाडी छ न केही छ केही पनि छैन सिधा बाटो छ बेला बेला कङ्गाल देखिया छ हाम्रा गुरुजीलाई लिन लागिसक्यो यहाँ के हो खोइ बाटैमा चाहिँ छ न गाडी आउँछ न केही आउँछ केही पनि छैन अब यस्तै छ यही हो रुरल आउटब्याक क्विन्सल्यान्ड होइन अरू कुरा केही भन्दैन हिजो द लकी एलिफेन्टमा चाहिँ गएर थाई खानु होला चाला बेलमा आएपछि अरू कुरा त्यस्तै हो पछि भेटौँला गएकै छौँ त्यस्तै छ केही पनि छैन सिधाको सिधा छ अब म बाटो देखाउँछु होइन ल बाटोको गति बाटो उकालो ओह्रालो घोप्चो तर सिधाको सिधा केही छैन अरू धेरै ल हामी हिँडेछौँ जति गए पनि जे गरे पनि सेमै त्यही भ्यू छ चेन्जै भएन भ्यू फाइनली 1 घन्टाको ड्राइभ पछाडि एउटा कोलाडी भन्ने ठाउँमा आएको छौँ जसको चाहिँ पपुलेसन लगभग 10 जन जस्तो छ एउटा घरमा जतिजना बस्छ एउटा घरमा जतिजना हो तर पप चाहिँ छ है फेरि हामी अहिले यो ठाउँमा आएका छौँ यहाँबाट क्विल्पी 122 किलोमिटर चार्लीभिल 89 किलोमिटर यहाँ एउटा पब जस्तो ठाउँ छ पोस्ट अफिस रहेछ टोयलेट छ क्याफे पनि रहेछ बर्गर पाउँछ भनेर लेखेको छ त्यति हो यो चार्लीभिल पछिको फर्स्ट हाउस हो यो अथवा स्टप हामीले देखेको हामी यहाँ कुलाडी भन्ने ठाउँमा छौँ होइन त्यस पछाडि देख्नु म यहाँ छु अब म हाम्रो जेन्जी टोलीहरू देखाउँछु है त ल कोलाडीमा केटाहरू होइन यहाँको पपुलेसन लगभग हामीले गेस गरेर चाहिँ 10 जना जस्तो छ हामी 8 जना छौँ 18 जना भयौँ हाइएस्ट पपुलेसन अफ द कुलाडी एट द टाइम छाती भित्र राख्ने हो कि आँखा भित्र राख्ने फुल हो कि तिमी कहाँ सजाइ राख्ने छाती भित्र राख्ने हो कि आँखा भित्र राख्ने एकै नजरमा माया पर्छ Guys, stop. तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति छ तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा नचौ सब फटाकेटाहरू माया जुन फुल मुटुमा हाल्ने मान्छेलाई घरमा छोडेर यहाँ आएर चाहन्छु म तिमीलाई नै चाहन्छु म तिमीलाई नै चाहन्छु म तिमीलाई नै चाहन्छु म तिमीलाई नै है मैया विशाल बजारको नगर्नु है मैया 2-4 हजारको
कहिले थाई रेस्टुरेन्ट ल के लेख्यो जरा सा दिल में दे जगा जरा सा अपना ले बना जरा सा में सजा तू जरा सा ख्वाबों में सजा मैछोरी सुन्दरी कसरी बरु पानी मैछोरी बजी बरु बरु खैला बन्दा सानी उडी उडी बरनाले कम्मर दुख्ने बानी तारा बाजी लैले मामा आए गोरा मैजुलाई डोली पापा ल्याई सोली उगुमाम सुपुक्का कापल गेरी कुटुक्का निरालो भन्छ म्याउ म्याउ अगुको भन्छ उफ्रिक्याउ यो चाहिँ जाएर जेसन बिमारलाई बेसो खाना खाउँदाखेरि कुकुरी कहाँ बासी एउटा पनि दिने कोही मेरो बासीमा निरालोले खायो कोही खोला साथी सङ्गीहरू हामी कुल्फी पनि कट्यौँ कुल्फी कटेपछि पनि त्यही छ स्थिति केही चेन्ज छैन हाम्रो उत्तम सोनी यहाँ फ्रस्ट्रेट भइसक्यो हाम्रो सदाबहार नेपाली वाइफाई पनि छ हामीसँग कुरा भयो हामी नेपालमा गयो जस्तो भयो के भने बाटोमा लाइनै हरायो भाइ छैन कहाँ कुदाउने कहाँ गर्ने केही छैन गुरुजी अलिकति सम्हालेर गरौँ है लाइन छैन होइन नेपाली बाह्र हो भङ्गा बाह्र हो साइनले चाहिँ सिट बेल्ट लगायो भनेको छ केटाहरूले अलिअलि खोलेर भयो थिएँ तर यो के हो यो गुच्छा जस्तो यो कोरल जस्तो गाइस अहिलेसम्म त नेपालको लाइन जाने बाटो भनेको थिएँ मैले अब त झन् एउटा गाडी मात्रै छिर्ने बाटो ल छैन केही पनि थाहा छैन हाम्रो यात्रा कहाँ गएर टुङ्गिन्छ तर हामी जाँदैछौँ अब हाम्रो यात्रामा डेजर्टको मात्रा बढेको छ र रुखका मात्रा घट्दै जाँदैछन् साइज पनि घटिरहेछन् रुखको हाइट पनि घटिरहेछ हाम्रो अब 211 किलोमिटर छ 2 घन्टा लगभग हामी विन्डोरा टच गर्नेछौँ गाइस न्यू ब्लगर इज अन द वे अब नयाँ ब्लगिङ सुरु हुँदैछ यहाँ ड्राइभर चेन्ज भनेर ड्राइभरलाई देखाउँ कसको हातमा कन्ट्रोल छ भनेर हामी साथीहरू सबैजना यहाँ छौँ बसिरहेको छौँ रिल्याक्समा छौँ अलिकति साथीहरूको पनि अलिकति इनर्जी अलिक बढिरहेछ आज बियर किन कसले उद्घाटन नगरे हो किन हो 15 मिनटमा 14 मिनटमा उद्घाटन बट्टा तोड्ने
एकजनाले व्रत तोड्ने, एकजना भेजलाई नन भेज बनाउने, सबै आज गर्ने हो। अभियान जारी छ त्यसैको लागि ल ग्रिड आयो ग्रिड ल ग्रिड आयो अरे अब घुरेर हान्छ फ्लड वे हेर्नु त यस्तो हुन्छ ग्रिड भनेको डर छ वरिपरिबाट ड्राइभर इज रफ ड्राइभर कति भयो 1 घण्टा पुग्दैन हामी 205 किलोमिटर छ 205 किलोमिटर कहाँ ल रातो माटो सुरु भएको छ फेरि पनि सुरु त भयो होइन यो कन्टिन्यू नै भयो अलि फरक किसिमको जोग्राफी त्यही भएर यहाँ भ्लगिङ भइरहेछ भ्लगिङमा क्याप्चर छ साउथ अस्ट्रेलियाभरि सबै अस्ट्रेलियाको पुरै डेजर्ट आउटब्याक अस्ट्रेलियामा छौँ हामी केही पनि छैन यहाँ यो हलिउड यताउतामा उसको बुटको मुभी हेरे जस्तो हुन्छ यो कोही पनि नहुने मात्र हुने धेरै ठुलो छ नि एडीले त ब्रिजबेन जत्रै जत्रै छ नि लगभग 14 लाख हो कति छ पपुलेसन हाई गाइज हामी चाहिँ अहिले यो कहाँ हो यो राजस्थानतिर यस्तो फिल भइरहेको मलाई चाहिँ चारैतिर रेड छ म एउटा ब्ल्याक चाहिँ यहाँ बसिरहेको छु ब्ल्याक ह्यान्डसम मेरो धारणा चाहिँ के भन्दाखेरि यसो अब अस्ट्रेलिया टुर गरिसकेपछि हामीले चाहिँ यहाँको सिटिजनसिप लिनै पर्ने रहेछ कि कति ब्युटिफुल कन्ट्री रहेछ तर नेपालभन्दा अलिक थोरै नलिँदा पनि मिल्छ अर्को कुरा चाहिँ के भन्नु भन्दाखेरि हामी 2 दिनको टुरमा आइयो होइन यो चाहिँ वाइल्ड बियर खाए केटाहरू आज सब सेलाएका छन् रेस्ट चाहियो नि त बडीलाई पनि जतिखेर पनि खाएर बडीलाई तल आएर भएन नि त यसो रेस्ट पनि चाहियो अझै 2 दिन बाँकी छ यो 2 डेजमा चाहिँ हामीले लास्ट रमाइलो गऱ्यौँ मलाई लाग्दैन कि हामीले अहिलेसम्म यतिको रमाइलो कुनै ट्रिपमा गरेको थियो होला र जस रमाइलो भयो भाइहरू दाइहरू साथीहरू सबैजना खुसी छन् ह्याप्पी छन् यसरी नै मेरो साथीहरू जहिले खुसी रहिरहन् हाम्रो यो मेमोरिज हाम्रो होल लाइफभरि रहिरहोस् पछि हाम्रो छोराछोरीले देख्दा पनि ओहो हाम्रो बाबुहरू त यसरी ट्रिप गएको रहेछ है भनेर यसो होइन उनीहरूलाई पनि लागोस् उनीहरू पनि अनि साथीहरूसँग हुन जाओस् यसरी हामीलाई हेरेर यसो मोटिभेट भएर तर यस्तै छ अब अझै लाइफ बाँचिरहेछौँ यो कुराको लागि चाहिँ हामी एकदम धेरै भाग्यमानी छौँ हामीले भगवान्लाई गडले हामीलाई यतिको होइन दिनुभएको छ भगवान्ले हामीलाई थ्याङ्क यू सो मच अझै राम्रो हाम्रो मेहनत गर्दै जाउँ अझै हामी वर्ल्ड लाइफमा धेरै ठाउँहरू एक्सप्लोर गर्दै जाउँ नयाँ कुराहरू सिक्दै जाउँ नयाँ कल्चर नयाँ ट्रेडिसन नयाँ इन्भाइरोमेन्ट होइन एक्सप्लोर गर्दै जान पाऊँ मेरो कामना यही छ थ्याङ्क यू गाइज केटाहरू चाहिँ एकदम सेलाको अवस्था छ यहाँ हाम्रो विवेक भाइ रिया बहिनीको यादमा पुरै डुबेर एक्लै सुतिरहेछ यहाँ हाम्रो अर्को सुमन भाइ कसको यादमा हो तर यादमा चाहिँ याद चाहिँ यादमै हो तर कसको यादमा थाहा भएन होइन हाम्रो विशान्त ब्रो यहाँ पनि उहाँ पनि आफ्नो धर्म पत्नीको यादमा सुतिरहनु भएको छ ढलिरहनु भएको छ अर्कोमा हुनुहुन्छ हाम्रो उत्तम थापा मगरजी उहाँ चाहिँ अब मेरो लाइफ पार्टनर कस्तो होला भनेर सोचमा पुरै डुबिरहनु भएको छ गाइज यो हेर्नु यो हामी साउथ अस्ट्रेलियाको छेउछाउतिर आइपुग्यौँ हामीले लाइफमा सोचेकै थिएनौँ कि हामी यो आउँछौँ भनेर तर भनिन्छ नि जहाँ इच्छा त्यहाँ उपाय भनिन्छ नि खासमा त्यही नै भएको हो कि यो अल क्रेडिट गोज टु हाम्रो विद्युत ब्रो जसले हाम्रो ट्रुप चाहिँ एकदम सम्पन्न गर्नुभयो र हामीलाई यस्तो रमणीय दृश्य हेर्न मौका दिनुभयो थ्याङ्क यू सो मच विद्युत दाई वी लभ यु वी अल लभ यु ब्रो अनि अर्को कुरा चाहिँ के गाइज के भन्न चाहन्छु भन्दाखेरि म लाइफ हो कि लाइफ हामीले बाँच्न सिक्नुपर्छ कि
दिनरात हाम्रो लाइफमा च्यालेन्जेस आउँछ के आउँछ के आउँछ सब कुरा छोडेर लाइफलाई इन्जोय गर्नुपर्छ कि आज हामीले इन्जोय गऱ्यो भने हाम्रो जिन्दगीभर हामीलाई यो कुराहरू चाहिँ जस याद हुन्छ कि त्यो जतिको लाइक हुन्छ नि रमाइलो के चाहिँ हुन्छ होला लाइफमा मेमोरिज थ्याङ्क्स गड यार हामीले यतिकै चान्स पाछौँ यतिको चान्स पाछौँ हामीले यो सबै लाइफमा इन्जोय गर्ने मौका पाछौँ थ्याङ्क यू सो मच भन्न चाहन्छु म अनि अर्को कुरा के मोस्ट इम्पोर्टेन्ट कुरा अब मान्छेहरू चाहिँ लाइफमा सबैजना बिजी हुन्छन् होइन काम घर यता स्ट्रेस यता एङ्जाइटी डिप्रेसन यताउता के सबलाई छोडेर लाइफ इन्जोय चाहिँ गर्नुपर्छ क्या मान्छेले लाइफ इन्जोय भएन भने नि सक्यो के त्यो भनेको चाहिँ जतिसुकै पैसा धन सम्पत्ति यताउता कमाउ डजन्ट म्याटर के एट द एन्ड भनेको लाइफ इन्जोय गर्नु पर्यो आफू ह्याप्पी बस्नु पर्यो होइन हामी ह्याप्पी भयो भने सारा संसार ह्याप्पी लाग्छ क्या हामीलाई हामी दुःख भयो भने नि सबै कुरा हामीलाई के भन्ने त्यसलाई सबै कुरा नरमाइलो स्याड लाग्छ कि त्यही भएर सबैजना चाहिँ 6 महिनामा 1 महिनामा अथवा कतिको भ्याउँछ यसो बाहिर निस्क्यौँ होइन सबै कुराहरूलाई एक्सप्लोर गरौँ अनि त्यहाँबाट एउटा राम्रो लाइफ बाँचौँ है गाइज र एन्ड मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ के हो भन्दाखेरि मान्छे अस्ट्रेलिया आउँछन् दुःख गर्छन् होइन पढाइ सकिन्छ सबको कतिको राम्रो जब हुन्छ कतिको राम्रो जब हुँदैन कोही लक्की हुन्छ कोही अनलक्की हुन्छ जस्तोसुकै सिचुएसन होस् आफूले हिम्मत चाहिँ हार्नु भएन होइन यस्तै मान्छेहरूलाई अब कसैलाई बिहारको टेन्सन कसैलाई बुढीको टेन्सन कसैलाई डिभोर्सको टेन्सन कसैलाई के टेन्सन जेसुकै भए पनि आत्तिनु भएन किप गोइङ गाइज आफू चाहिँ अगाडि बढिरहनुपर्छ लाइफमा होइन हामी सबै कुरा छोडेर अगाडि बढिरह्यो भने चाहिँ हामीले जुन हाम्रो गोल हुन्छ नि त्यो चाहिँ हामीले एक न एक दिन अचिभ हुन्छ क्या हाम्रो सपनाहरू पुरा हुन्छ क्या गाइज सो केही कुरामा आत्तिनु भएन होइन आफ्नो मन सानो गर्नु भएन अगाडि बढिरहनु पऱ्यो होइन गोल केही पनि होइन कि एक न एक दिन हामी आफ्नो गोल एचिभ गर्न सफल हुन्छौँ चाहे जोसुकै होस् अहिलेको हुन्छ नि भाइ बहिनीहरू नेपालबाट आउँछन् होइन अब देख्छन् दाइहरूलाई यताउता अथवा सबैले राम्रो भएको अनि उनीहरूलाई पनि लाग्छ होला कि मेरो पनि लाइफ एकचोटि यस्तो मेरो पनि दिन कहिले आउला मेरो पनि राम्रो समय कहिले आउला जस्तो हामीलाई पनि त्यस्तै लाग्थ्यो कि हामी पनि अस्ट्रेलिया आएको लगभग 5-6 वर्ष भइसक्यो होइन हामी सुरुमा आउँदा पनि ओहो यहाँको मान्छेको लाइसेन्स देख्दा पनि ओहो कसरी लाइसेन्स पायो होला गाडी कसरी किन्यो होला यो घुम्न कसरी जान्छ होला जस्तो लाग्थ्यो कि तर त्यो सबै कुराहरू चाहिँ पुरा हुन्छ कि टाइम आउँछ होइन आत्तिनु भएन मेहनत गर्दै जानु पऱ्यो सबै कुराहरू मान्छेको जस लाइफमा पुरा हुन्छ सो किप गोइङ गाइज स्टे ह्याप्पी किप एभ्री वान ह्याप्पी आई लभ यु केटाहरूलाई चाहिँ जहाँ गए पनि जस नेपालीपनले चाहिँ छोड्दैन कि कस्तो हुन्छ भन्दाखेरि अब अस्ट्रेलियामा त जहाँ पाइदिए अब नेपालको जस्तो रेस्टुरेन्ट के अरे होटल रेस्टुरेन्टहरू हुँदैन नि त जे भेट्यो काप्नु खायो हिँड्यो र दिमागमा चाहिँ के हुन्छ भन्दाखेरि सबैजनाको थकाली खाना कहाँ पाइन्छ छाप्रामा पाइन्छ कि ठुलो होटलमा पाइन्छ जस त्यो चाहिँ दिमागमा आइरहन्छ त्यही हो अब नेपाली भएको अब के भन्नु नेपालमा बसेपछि यस्तै कुराहरूको याद आउनु त सबैलाई एउटा जस द्याट्स गुड यस सबै कुराहरू सम्झिन्छ जहाँ गए पनि नेपाललाई बिर्सिँदैन सबैजनाले त्यो भनेको एउटा माया आफ्नो देशप्रति होइन बाहिर भए पनि गुड गाइज साथीहरू हामी हुनेछौँ पुरै भइरहेछ यहाँनिर चाहिँ गाडीको कुदाउने भइरहेछ तर गाडी पुरै कुदिरहेछ गाडीमा प्यासेन्जरहरू ड्राइभरको कला हेऱ्यौँ अब यहाँ सोधौँ डर लाग्छ सर डर लाग्यो कि भयो काभ्रेले सम्झि यहाँ हान्नु पर्ला आउनु हो सरहरू अनि बियर खाउँला सबै ल अब अर्को ड्राइभरको स्टन्ट गर्दै हुनुहुन्छ ल बस्नु चाँडो सर ल रमाउने काम पनि भइरहेछ यहाँ सबैजना साथीहरू यहाँ छौँ कोही साथीहरूलाई चाहिँ सरलाई जस्तो लाग्यो मलाई किन यो रमा जस्तो लाग्यो होला कहिले नदेखा जस्तो लाग्यो होला अरूलाई चाहिँ अझै एकजना हो अझै एकजना फेरि स्टन्ट अर्को
यो रहेछ नि। अब फेरि यहाँ भ्लगर चाहिँ चेन्ज भएको छ। मिस्टर सबिनबाट मिस्टर सुमन भएको छ। फेरि हाम्रो ड्राइभर चाहिँ उही हो फेरि। अब हाम्रो कति 141 किलोमिटर छ होइन बिराजु? हो 141 किलोमिटर छ। बाटोहरू घुम्ती आउँदैछ र साइडको भ्यूहरू यस्तो छ। र हाम्रो पछाडि ग्याङहरू चाहिँ कोकोनट वाटर खाइरहेको छन् सबजना। कसो भइरहेको छ सबको निन्द्रा खुलिसकेको छ। र वहाँनिर एउटा सानो टुप्पो जस्तो पहाड छ। स्यान्ड हिल ल्यान्ड हिल्स भनेको सबै यही हो। अब अविनाश दाइलाई एसी नचलेर प्रब्लम आइसकेको छ ल। अब फेरि अब हामी मिस्टर छोटो ब्रेकपछि फेरि तपाईँहरूको माझमा आउँदैछौँ। अहिलेको लागि हल्का यहाँ हाम्रो सानो चुचुरो जस्तो आएको छ। यो स्यान्डिल भनेको यही होला। यसो स्यान्डिल यहाँ धेरैवटा रहेछ। हाम्रो रियल स्यान्डिल चाहिँ आउनै बाँकी छ। र बाटो त्यही हो। चराचुरुङ्गीहरू उडिरहेको छन् र यहाँनिर ट्रकले कङ्गारो मारेको छ। यही कङ्गारो खाँदो रहेछ यिनीहरूले चाहिँ। बाँकी केही छैन खानेकुरा यहाँ। जस्ट वान वे मात्र बाटो छ। दुईवटा साइडमा यी देख्न सक्नुहुन्छ रातो माटो। यहाँ त यस्तो फुल जस्तो पनि छ त साइडमा। क्याक्टस हो ल्याक्टस हो त्यस्तै छ। अरू त त्यस्तै हो केही पनि छैन। जम्मा 98 किलोमिटर पर छौँ। अब कति 1 घन्टा? अब 1 घन्टामा हामी कहाँ पुग्छौँ? डेस्टिनेसनमा पुग्छौँ। केटाहरू पछाडि सबै यही रातो माटो। सबलाई एक बोराहरू चाहियो कन्ट्याक्ट गर्नु होला है। सबै रातो हुन्थ्यो। ल फेरि साङ्गुरो बाटो आइरहेछ। अगाडिबाट वान वे भइरहेछ। ऊ बिचबाट छिर्यो कि हामी अलिकति साइडबाट लागौँ। थोरै साइड लागौँ। त्यो पनि साइड लाग्छ। बिस्तारै आउँछ। ल त्यसले पनि साइड दियो। ल धुलो पनि उडाइदियो यसले त। ल ल ल धुलो उडायो। ल अहिले यति। अब यही डेजर्ट त यही त हो नि डेजर्ट। यता पनि यस्तै छ। यता यस्तै उता उस्तै छ। अनि पछाडिको मान्छे कुरै छ। एउटै बाटो आएको छ। ल पछाडिको मान्छेहरू केही भन्नु छ? केही भन्नु छ कि केही भन्नु छैन। हामी भ्यू हेरिरहेछौँ। इन्जोय गरिरहेछौँ। र भ्यू भनेको फेरि यही हो। साइडमाबाट पनि डेजर्ट, अगाडि पनि डेजर्ट, पछाडि पनि डेजर्ट। ए काली माटी राति माटी सबै यही छ। हामी भर्खरै हामी बार्को आइसकेका छौँ। अब बार्कोबाट 70 किलोमिटर 70 किलोमिटर बाँकी छ। 70 किलोमिटर भनेपछि अब हामी 40 मिनट लाग्छ। 40 मिनट जतिमा हामी पुग्छौँ आफ्नो डेस्टिनेसनमा। र बार्को आएपछि पनि बाटो उही छ रातो। साइडमा हल्का जङ्गल चाहिँ थपिएको छ है। पछाडि केटाहरू एकदम तयारमा छन्। बार्को आएपछि अब आधी घन्टामा पुगिन्छ भनेर। बार्कोमा घर पनि केही पनि जस्ट यही जङ्गल र बार्को। यो बार्कोमा बाटो मात्रै रहेछ, जङ्गल मात्रै रहेछ। बार्केको पपुलेसन हामी न घर छ न केही छ, केही पनि छैन। ल अगाडिको बाटो बन्द भएर हामी यता अर्को बाटो आइरहेछौँ। यो बाटो चाहिँ अलि अगाडि आउनु त उता नै टोइलेट त रहेछ त। रातै रातो छ, जता पनि रातो रातो रातो।
रातो रातो र चन्द्र सूर्य हामी अहिले विन्डोरा आउन 40 किलोमिटर बाँकी छ। नमस्कार, शुभ प्रभात छ सबैलाई। यहाँ कमेन्टेटर चेन्ज हुनुभएको छ, श्री विदुर पौडेलजी हुनुहुन्छ अहिले कमेन्टेटरमा र ड्राइभर श्री गुरुजी चाहिँ हाम्रो जीवन सिटौला यथावत नै हुनुहुन्छ, अरू चाहिँ उता आराम गर्दै हुनुहुन्छ। हस् त, धन्यवाद। हामी चाहिँ अहिले 46 किलोमिटर छ भनेर देखाइरहेको छ विन्डोरा स्यान्ड हिल। यो अहिले चाहिँ अब जता गए पनि रातै रातो रातै रातो। एउटा ठुलो सपना थियो जिन्दगीमा, आज सपना पुरा भएको छ। यो रातो बाटोमा ड्राइभ गर्ने। मान्छे होइन, गाई गोरुहरू बाटोमै हो। होइन, यो झ्याल खोल्न मिल्दैन। सोलो 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 यहाँ गाई बस्तुहरू बाटोमा। बिस्तारै 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 बिस्तारै। ट्याग लगाएर छोड्यो हुन्छ नि, ट्याग लगाएर ट्याग लाग्छ कानमा हेर ट्याग डराउँदो रहेछन् बिचराहरू। ट्याग हुन्छ नि। हेलिकप्टरबाट समात्छ हौ। बजाउनु भित्र त पहिला यिनीहरू भाग त फेरि क्रस गरेर यसलाई परेन। मान्छे बजाउनु न भाग। नेपालको मान्छे अस्ट्रेलियामा यस्तो छ भनेर जङ्गल गाई गोरुहरू भाग्दो रहेछ कि। चलो बाई 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 बाई। देखा के आयो अहिले चाहिँ हामी विन्डोराको नजिक आइपुगेका छौँ। 27 किलोमिटर छ, तर अहिले चाहिँ अलिकति हरियो देखिन थालेको छ यो साइडमा, तर इट्स कम्प्लिटली ड्राई। गुबर्स क्रिक यही हो, गुबर्स क्रिक। यहाँ बिस्तारै चलाउ न, रोक्दैन, रोक्दा रोक्दा रोक्दा। अहिले आउँदाखेरि हो यही हो क्या नर्सा ड्राइभ भनेको चाहिँ। ल विन्डोरा फाइनल्ली हामी आइपुगेका छौँ। सिमेट्रीहरू छ, सकियो विन्डोरा। त्यो क्रिकमा चाहिँ जाउँ स्यान्ड के अरे स्यान्ड हिलमा जाउँ। यहाँबाट के देखाएको छ? अलिकति उतासम्म जाम त केही छ कि टोयलेटहरू, भिजिटर इन्फर्मेसन त्यही हो के। जामा भयो सेन्डोज। जे होस् राम्रै ठाउँमा आइयो होइन। यसमा लाने, यसमा यो प्रिङ्गल्सको बट्टामा। यही प्रिङ्गल्सको बट्टामा बालु हालेर लानुपर्छ घर। बाबुले बोल्छ हो नजिदेको यही हो। सम्मान कहिले यसको
यस्तो खालको बाबा देखाएको थिएन हो ए फस्छ हौ अब जाँगै पनि त्यही नै जाने हो त्यही टुप्पोमा जाने हो काभ्रेले सम्धि के छ खबर काभ्रेली सम्धि सब डान्स हान्नुपर्छ अब ल 20 मिनट है 20 मिनट 20 मिनट 5 मिनट चाहिँ अबिर गर्ने 5 मिनट चाहिँ अबिर लगाउने आजको हाम्रो मेजर एट्र्याक्सन नै यही हो टुम्बाबाट हिँडेको यही हेर्नलाई भनेर हिँडेको सायद 1200 किलोमिटर होला यो टुम्बाबाट हाम्रो टुम्बामा रहनुभएका महिला साथीहरूको लागि लगेर लगाइदिने टिका लगाइदिने बाबु है ल यो चाहिँ ल रेडी छ ट्विङ्कलको बत्तामा यो लगेर अब हामी सम्मान कार्यक्रम गर्छौँ ल यहाँ होइन वेलकम टु स्यान्ड हिल भनेर उफ्रिने क्या एकचोटि ओ गर्ने म यहाँबाट तलबाट है त ल पक्कै म यहाँबाट आउँछु म ल वेलकम टु स्यान्ड हिल वेलकम टु स्यान्ड हिल हामी च्यानलमा छौँ यो हाम्रो भ्लग युट्युबमा जान्छ है यहाँ अरू नेपालीहरूलाई पनि च्यालेन्ज है त कोही आएर यही ठाउँमा भिडियो बनाएर इफ एनी वान क्यान है कम हियर एन्ड मेक भिडियो अब आज 6 नोभेम्बर 2025 होइन हामी टुम्बाबाट हिँडेको हिजो 5 नोभेम्बर 2025 हिजोभन्दा 50 दिन पहिला वी मेड अ प्लान होइन के प्लान भन्दाखेरि हामी मध्ये चाहिँ दिनदिनै जो बढी हिँड्छ त्यसले चाहिँ फ्रीमा हामी एउटा ट्रिप अर्गनाइज गर्ने त्यो चाहिँ फ्रीमा फ्री अफ कस्ट होइन हिँड्न पाउँछ भनेर एउटा प्लान बनाएको थियौँ अनि त्यो चाहिँ हिजो 50th डे हो होइन अनि त्यही अनुरूप हामी चाहिँ आज यहाँ आइयो केटाहरू सबैलाई रमाइलो भइरहेछ होइन सबैले इन्जोय गर्यो होइन ल अब चाहिँ के घोषणा गर्नुपर्छ भने यो प्लानमा सबैभन्दा बढी हिँड्ने सबैभन्दा बढी मेहनत गरेर फ्री अफ कस्ट यत्रो यो 1300 किलोमिटर ट्राभल गरेर पाउने सौभाग्य पाउनु भएको छ हाम्रो सुमन मैनाली र सम्मान स्वरूप टीका लगाएर ल सबैले टीका सबैले गाइस सबै दामी दामी ल हिप हिप सो हाम्रो यो ट्रिप हाम्रो डेस्टिनेसन फाइनल यही सकेको छ हामी फेरि अर्को ट्रिपको साथ उपस्थित हुनेछौँ धन्यवाद स्टे ट्युन हामी अन द वे ब्याकमा नि केही कुराहरू पोस्ट गर्नेवाला छौँ अपडेट हुँदैछ होइन अझै एक दुईवटा ठाउँहरू एक्सप्लोर गर्न बाँकी छ अब स्टे ट्युन अन गाइस